संसदमै लाखौं जनताको आवाज एक्लै बोले रापरपाका सांसद ज्ञानेन्द्र शाही। नागरिकले आज ट्राफिक नियम उल्लङ्घन गर्दा 1 लाख रुपैयाँसम्म जरिवाना तिर्न सक्छन् भने त्यो तिर्नुपर्छ भन्छु म। तर राज्य चाहिँ जिम्मेवारी हुने कि नहुने, राज्यले चाहिँ जे गरे पनि हुने। सडकका खाल्डा र बत्ती बिगाड्ने निकायलाई समेत 1 लाखसम्म जरिवानाको माग गरेपछि चौतर्फी प्रशंसा। खाल्डो मात्र भेटियो भने 1 लाख जरिवाना राज्यले तिर्ने, ट्राफिक बत्ती बिग्रेको अवस्था बनाएन भने 1 लाख तिर्ने। नागरिक र सरकार दुवैका लागि समान कानुनको माग गर्दै मचाए हलचल। तपाईँको राज्य र कानुन भनेको त सिर्फ जनताका लागि होइन नि त, जनतालाई दण्ड दिनका लागि कानुन ल्याउने होइन नि त। कानुन भनेको जनता र सरकार मिलेर दुईटा सहकार्यमा गर्ने हो। त्यो भएको हुनाले यो नियम आओस्, यो आउनुपर्छ, तर यो आउँदै गर्दा सम्बन्धित निकाय चाहिँ रेस्पोन्सिबल हुने कानुन पनि आओस्। रासपा कांग्रेस र एमाले सांसदको अझै खुलेन निद्रा। सरकारले सवारी चालकहरूलाई पेल्न खोजेपछि र जनताको ढाड सेक्ने गरी महँगो जरिवानाको भारी बोकाउन लागेपछि ठिक यही बेला जनताको पक्षमा एक्लै उभिएका छन् रापरपाका सांसद ज्ञानेन्द्र शाही। सरकारले साउनदेखि लागू हुने गरी नयाँ ट्राफिक ऐनको ड्राफ्ट तयार गर्दैछ। यो ड्राफ्ट मात्रै नभएर यो त चालकहरूको टाउकोमा झुन्डिएको तरवार पनि हो। सरकारले जरिवानाको नाममा कतिसम्मको लुटको तयारी गरेको छ भने मापसेक गरेर सवारी चलाउनेलाई 50,000 जरिवाना, साना सवारीलाई 35,000 र 2-3 पाङ्ग्रेलाई 25,000 को भारी बोकाउने तयारी छ। त्यति मात्रै होइन, मोबाइल चलाउँदै गाडी हाँक्ने वा लेन मिच्नेलाई 10,000, फुटपाथमा सवारी हाँक्नेलाई 10,000, हेलमेट वा सिट बेल्ट नलगाउनेलाई 3,000, राति बत्ती नबाल्नेलाई 2,000, ब्लू बुक वा लाइसेन्स साथमा नभए 1,000 रुपैयाँ जरिवाना। अनि अझ डरलाग्दो कुरा त सवारीमा कालो सिसा प्रयोग गर्नेलाई त सिधै 1 लाख रुपैयाँ जरिवानाको प्रस्ताव गरेको छ। महिनामा मुस्किलले 20-22,000 कमाउने नेपाली चालकले यो जरिवाना कसरी तिर्ने? सडकमा धुलो छ, खाल्डा छन्, ट्राफिक बत्ती महिनौदेखि बिग्रेका छन्, तर सरकारको ध्यान केवल जनताको खल्ती रिट्याउनेतिर मात्रै देखिएको छ। सडक मर्मत छैन, ट्राफिक संकेत अस्पष्ट छ, अनि दुर्घटनाको जिम्मा जति सबै चालकको। तर ठिक यही बेला संसदमै उभिएर आइतबार सांसद ज्ञानेन्द्र शाहीले जे बोले त्यसले लाखौं जनताको मन जितेको छ। उनले प्रश्न गरेका छन्, के कानुन केवल गरिब जनतालाई पेल्नका लागि मात्रै हो त? के राज्य आफ्ना कमजोरीप्रति कहिल्यै जवाबदेही हुनु पर्दैन? उनले सरकारलाई ठाडो चुनौती दिँदै भनेका छन्, यदि ट्राफिक नियम उल्लङ्घन गर्दा नागरिकले जरिवाना तिर्ने हो भने 24 घण्टाभित्रै सडकका खाल्डा पुर्न नसक्ने निकायले किन नतिर्ने? उनले संसदमा एउटा यस्तो क्रान्तिकारी प्रस्ताव पेश गरेका छन् जसले सबैको होस नै उडाएको छ। सडकमा खाल्डा भेटिए 1 लाख जरिवाना, ट्राफिक बत्ती बिग्रिएर समयमा मर्मत नभए 1 लाख जरिवाना, ट्राफिक प्रहरीले सेवाग्राहीसँग रुखो व्यवहार गरे 50,000 जरिवाना र राति सडक बत्ती नभरे 50,000 जरिवाना। यति मात्रै होइन, ट्रायल पास गरेको 7 दिनभित्रै लाइसेन्स दिन नसक्ने सरकारी निकायलाई 50,000 जरिवाना तिराउनु पर्ने उनको माग छ। सबैभन्दा कडा माग त उनले तब गरे जब उनले भने सडकको दुरावस्थाका कारण दुर्घटना भएर कसैको ज्यान गएमा अब सम्बन्धित सरकारी निकाय र निर्माण कम्पनी विरुद्ध नै ज्यान मार्ने उद्योगको मुद्दा चलाउनु पर्छ। यहाँ सबैभन्दा अचम्मको कुरा त के छ भने देशको यो जल्दो बल्दो मुद्दामा न त कांग्रेस बोल्यो, न त एमाले, न त माओवादी नै। बालेन सरकारका साना भन्दा साना काममा पनि विरोधको न्यु खोज्ने र दिनहुँ कुर्लने यी पुराना दलका नेताहरू जब जनतालाई पेल्ने कानुन आउँछ तब सुते जस्तै गर्छन्। कता गए ती प्रतिपक्षीहरू, कता गए तिनीहरूका कुरलाई? जनताको यत्रो शास्ति हुँदा पनि चुपचाप बस्ने यी सांसदहरूको निद्रा कहिले खुल्ला? उता रासपा सांसदहरूको हालत त झनै उस्तै छ। सरकारले जस्तो सुकै गलत निर्णय गरे पनि आफ्नै बाउको विरुद्ध बोल्न सकिन्छ र भन्दै बचाउमा उत्रिने रासपाका सांसदहरूले जनताको यो पीडा किन देखेनन्? 182 सांसदको समर्थन बोकेको सरकारले त जनताको पक्षमा सोच्नुपर्ने होइन र? खगेन र सुनार जस्ता अराजक सांसदहरूले सरकारकै बचाउ गरिरहँदा ज्ञानेन्द्र शाहीले एक्लै संसदमा गरेको यो गर्जन इतिहासमै सुनौलो अक्षरले लेखिनेछ। सडकमा दुर्घटना हुनुको मुख्य कारण चालक मात्र होइनन्, सडकको बिग्रिएको अवस्था पनि हो। जबसम्म सडकको खाल्डा पुर्ने राज्य र समयमा सेवा दिने संयन्त्र बलियो हुँदैन तबसम्म जरिवाना मात्रै समाधान होइन। ज्ञानेन्द्र शाहीको यो प्रस्तावमाथि अहिले चौतर्फी प्रशंसा भइरहेको छ। सामाजिक सञ्जालमा मानिसहरूले भनिरहेका छन्, हो यस्तै नेता चाहिएको छ हामीलाई, जसले सरकारको मुखमा मुख जोडेर जवाबदेही बनाउन सकोस्। अब पालो सरकारको हो। के सरकार ज्ञानेन्द्र शाहीले उठाएको यो ऐतिहासिक मागलाई स्वीकार गर्दै सरकारी निकायलाई पनि दण्डको दायरामा ल्याउने हिम्मत राख्छ कि फेरि पनि जनतालाई मात्रै पेल्ने नीतिलाई निरन्तरता दिन्छ? जनताले सबै हेरिरहेका छन्। यो जरिवानाको नयाँ कानुनले साँच्चै सडक सुरक्षा दिन्छ कि केवल जनतालाई शास्ति मात्रै दिन्छ? त्यो भने समयले नै बताउनेछ।